म पनि अनलाइनबाट अर्निङ गर्ने सोच बनाइरहेको छु, तर मसँग त्यस्तो स्किल पनि छैन र मसँग इन्भेस्ट गर्ने पैसा पनि छैन। यदि त्यो सोच बनाइरहनु भएको छ भने त्यो सोचलाई तपाईँले अहिले नै रिमुभ गर्नुहोस्। किन भन्दाखेरि तपाईँसँग त्यो सबै कुरा नभए पनि तपाईँसँग स्मार्टफोन छ भने यही स्मार्टफोनबाट तपाईँले घरमै बसेर राम्रो अर्निङ जेनेरेट गर्न सक्ने त्यस्तो एकदम बेस्ट अर्निङ एप्सको बारेमा तपाईँहरूलाई मैले आज जानकारी दिनको लागि गइरहेको छु। त्यो एप्स कस्तो एप्स हो, यो एप्सबाट कसरी अर्निङ गर्न सकिन्छ, यो एप्सबाट अर्निङ गर्नको लागि के कुरा गर्नुपर्छ, सम्पूर्ण जानकारीको लागि भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेर्नुपर्ने हुन्छ। नमस्कार, आज फेरि तपाईको प्यारो साथी अनिशभाइ.com ले एकदम अर्निङेबल भिडियो उपस्थित भइसकेको छु। यो भिडियोमा आज तपाईले एकदम बेस्ट अर्निङ एप्सको बारेमा जानकारी पाउन सक्नुहुनेछ। यो कस्तो एप्स हो, यो एप्सबाट कसरी अर्निङ गर्न सकिन्छ, यो कतिको जिरोने एप हो, यो एपबाट तपाईले अर्निङ गर्नको लागि इन्भेस्ट गर्नुपर्छ कि पर्दैन, तपाईले इन्भेस्ट नगर्दा तपाईले कति इन्कम गर्नुहुन्छ र इन्भेस्ट गर्यो भने कति इन्कम हुन्छ र इन्भेस्ट गर्दै नगर्दा पनि तपाईले कति इन्कमसम्म गर्न सक्नुहुन्छ त। र यो एप डाउनलोड र इन्स्टल गरिसकेपछि तपाईको मोबाइललाई कुनै हानि नोक्सानी पुर्याउँछ पुर्याउँदैन, कुनै पनि ह्याकिङ हुने कुरा चान्स छ कि छैन, र तपाईले जति पनि अर्निङ गरेको रिवार्ड पोइन्टहरुलाई चाहिँ तपाईले आफ्नो यो वालेटमा विथड्र गर्न सक्छ कि सक्दैन, विथड्र गर्नको लागि तपाईले के प्रोसेस छ त। अब यहाँनिर यो एप चाहिँ कतिको जेन्युन छ र कसरी अर्निङ गर्न सकिन्छ भनेर तपाईलाई मैले यो एप्सको बारेमा जानकारी दिनको लागि यो भिडियो तयार पारिसकेको छु साथीहरु। अब तपाईलाई मैले यो एप कस्तो एप्स हो भनेर यो एप्सको नाम के हो त तपाईलाई मैले भूमिका नबादिकन भन्नु पर्दाखेरि यो एप्सको नाम हो बोलोअप एप्स। बोलोअप एप्सको बारेमा तपाईले धेरै चर्चा र परिचय सुन्नुभएको होला र बोलोअप एपमा धेरै साथीहरुले काम गरेर राम्रो अर्निङ जेनेरेट गरिसक्नु भइसकेको छ, धेरै साथीहरुले राम्रो अर्निङ पनि गर्नुभएको छ। तर तपाईले बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरि बोलोअप एपमा तपाईले आज इन्स्टल गर्यो, आज डाउनलोड गर्यो, आज इन्स्टल गरिसकेपछि तपाईले आजैबाट अर्निङ जेनेरेट गर्न सक्नुहुन्छ, तर तपाईले आजको भोलि नै तपाईले लाखौं कमाउन सकिन्छ भन्ने सोच बनाएर आउनु भएको छ र यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईले त्यो सोच बनाउनु भएको छ भने तर सरी साथीहरु, किन भन्दाखेरि तपाईले आजको आजै तपाई लाखौं कमाउन सक्नुहुन्न, तर तपाईले यसमा निरन्तर दिनुभयो र धैर्यता राख्नु भयो भने तपाईले यसमा टास्क कम्प्लिट गर्दै जानु भयो भने चाहिँ पक्कै पनि तपाईले भोलिको दिनसम्म तपाईले निरन्तरतामा तपाईको भोलिको दिनसम्म चाहिँ तपाईले लाखौं अर्निङ गर्न सक्नुहुन्छ साथीहरु। यसमा कुनै पनि तपाईले इन्भेस्ट गर्न पर्दैन, तपाईले बिना इन्भेस्टमेन्ट बिना नै फ्री अर्निङ गर्न सक्ने एप्स हो। यो एप्समा चाहिँ के मेन फाइदा भनेको के फाइदा छ त भन्दाखेरि यो एप चाहिँ तपाईले आज डाउनलोड गरेर इन्स्टल गर्नुभयो, आजैबाट तपाईले साइन अप गरेर रजिस्टर गरिसकेपछि सबै कुराहरु यहाँनिर पूरा गर्नु भइसकेपछि चाहिँ तपाईले आजैबाट अर्निङ गर्न सक्ने एप्स भएको कारणले गर्दाखेरि यसमा सबैभन्दा एकदम बेस्ट तरिका चाहिँ बेस्ट कुरा चाहिँ यो छ साथीहरु। त्यसैले यो एप्सबाट अब अर्निङ गर्नको लागि तपाईले के गर्नुपर्छ भन्ने कुरा पनि म बताउने छु। सबैभन्दा पहिला चाहिँ तपाईसँग बोलोअप एप चाहिँ तपाईले तपाईको मोबाइलमा डाउनलोड र इन्स्टल भइसकेको हुनु पर्यो। डाउनलोड इन्स्टल गरिसकेपछि तपाईले त्यसलाई रजिस्टर गर्नु पर्यो। रजिस्टर गरिसकेपछि तपाईले यहाँनिर यस्तो विभिन्न टास्कहरु हुन्छ, यो टास्कहरु तपाईले कम्प्लिट गर्नु भइसकेपछि तपाईले डेली रिवार्ड दिन्छ, देन यानी कि स्यालेरी बेसमा चाहिँ तपाईले डेली स्यालेरी दिन्छ, जुन स्यालेरी हो तपाईको 5000 रिवार्ड पोइन्ट देखि लिएर तपाईको 8000 रिवार्ड पोइन्ट सम्म डेली तपाईले फ्रीमा दिन्छ, तर तपाईले टास्क चाहिँ पूरा गर्नुपर्ने हुन्छ। अब तपाईलाई लाग्न सक्छ यो पाउनको लागि, यो सबै कुरा गर्नको लागि, हामीले यो सबै रजिस्टर गर्नको लागि के गर्नुपर्छ, कसरी गर्ने भन्ने कुराको बारेमा त्यो पनि बताउँछु साथीहरु। तर तपाईले यो रिवार्ड पोइन्ट चाहिँ अब हामीले सबै यति धेरै दुःख गरेर रिवार्ड पोइन्ट कलेक्ट गर्यो, अब विथड्र गर्न सक्छ सक्दैन हो। तपाईले विथड्र चाहिँ तपाईको आफ्नै यो वालेट, तपाईको सेवा खल्ती तपाईले सबै अकाउन्टमा चाहिँ इजिली तपाईले के गर्न सक्नुहुन्छ, विथड्र गर्न सक्नुहुन्छ भने अब तपाईले अब गर्नुपर्ने कुरा के हो त भन्दाखेरि सबैभन्दा पहिला चाहिँ तपाईलाई मैले बोलोअप एपको बारेमा केही जानकारी दिनको लागि मात्रै यो भिडियो तयार पारेको साथीहरु। अब बोलोअप एपबाट अर्निङ गर्नको लागि बोलोअप कसरी रजिस्टर गर्ने, कसरी इन्स्टल गर्ने, कसरी डाउनलोड गर्ने भन्ने कुराहरुको बारेमा चाहिँ तपाईलाई मैले नेक्स्ट भिडियो बनाइसकेको छु। नेक्स्ट भिडियो अब अपलोड गरिसकेपछि तपाईले त्यो अर्को भिडियोमा तपाईले सबै कुरा पाउन सक्नुहुनेछ। किन भन्दाखेरि यही एउटै भिडियोमा सम्पूर्ण कुरा जानकारी दियो भने भिडियो एकदम लामो हुन सक्छ, त्यो भिडियोमा सबै कुराहरु तपाईले बुझ्न सक्नुहुन्न। त्यसैले आज तपाईलाई मैले चाहिँ यो यस्तो एप्स पनि छ, यो एप्समा तपाईले काम गर्नुभयो भने राम्रो अर्निङ जेनेरेट गर्न सकिन्छ भनेर पहिलो तपाईलाई बोलोअपको बारेमा चाहिँ मैले भिडियो बनाएको हो। यो फर्स्ट पार्ट हो। तपाईलाई मैले बोलोअपको एप्सको बारेमा धेरैवटा पार्ट अफ भिडियोहरु बनाउने छु। त्यो भिडियोको बारेमा सम्पूर्ण जानकारी लिन पाउन चाहनुहुन्छ र लिन चाहनुहुन्छ भने अझै पनि मेरो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु भएको छैन भने सब्स्क्राइब गर्नुहोला। र मेरो भिडियो कस्तो लाग्यो, तपाईलाई भोलि अर्को भिडियोको नेक्स्ट भिडियो बोलोअपको बारेमा तपाईले सबै कुरा जानकारी पाउन चाहनुहुन्छ भने भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला, कमेन्ट बक्समा नेक्स्ट पार्ट भनेर लेख्नु होला। यतिसम्म तपाईले आफ्नो अमूल्य समय दिएर मेरो भिडियोले हेरिदिनु भयो,
नेक्स्ट भिडियोमा ब्लगको सम्पूर्ण अर्निङदेखि लिएर विभिन्न फिचरको बारेमा भिडियो बनाएर ल्याउने नै छु। त्यसैसम्मको लागि मलाई बिदा दिनुहोला। हस्त धन्यवाद। थ्यांक यू।